घर सफा राख्छु, आफू पनि खुसी हुने प्रयास गर्छु। भनिन्छ गृहिणी खुसी भएको घरमा माता दुर्गाको बास हुन्छ रे, भगवानको कृपा सधैँ रहन्छ रे। सोच्नु न, घर अस्तव्यस्त देखेर मन प्रसन्न नहुँदा यहाँले मन लगाएर काम गर्न पो सक्नुहुन्न थियो कि? हो, पैसाले वस्तु किन्न सकिन्छ, तर खुसी सकिन्न। आमा बुवा बच्चा पर पाहुना अनि हामीलाई के कतिखेर चाहिएको छ त्यसको म्यानेज त मैले गरेको छु नि। यहाँ पनि त तपाईँलाई स्वतन्त्र राखेको छु। हो, मैले घर सम्हाल्छु, त्यसैले बाहिर निस्केर मन लगाएर फोकस भएर काम गर्न सक्नु भएको छ। उहाँले पाएको प्रमोसनमा मेरो चाहिँ कन्ट्रिब्युसन भएन र? हो, यो मेरो कमाइ हो। पैसाले घरका पर्खालहरू बनिन्छन्, तर त्यहाँ परिवार बसाउन गृहिणीको सबैभन्दा ठुलो भूमिका रहन्छ। हो, यो मैले कमाएको कमाइ हो। मैले दिनरात घरमा खटेर आफ्नो ड्युटी सम्झेर पुरै लगनशीलताको साथ गर्ने कामको मूल्य एकचोटि क्याल्कुलेट गर्नुहोस् त। तपाईँको क्याल्कुलेटरमा आएको अमाउन्ट हो, यो मेरो कमाइ हो। सोच्नु न, बाहिर निस्केर पैसा कमाउने मान्छे पनि घरमा आएर खाना मागेर खान्छ नि है। यहाँ त ऊ पनि अरूप्रति आश्रित भयो नि, होइन? यहाँ हरेक मान्छे के कहीँ न कहीँ कतै न कतै कोही न कोहीसँग केही कुरामा एकअर्काप्रति आश्रित डिपेन्ड छ कि? अब भन्नुहोस्, कसरी गृहिणीलाई मात्रै अरूप्रति आश्रित मान्ने? नसकेर होइन, कसैको बाध्यता हुन्छ, कसैको परिस्थिति हुन्छ, अनि कसैको चाहना हुन्छ एज अ गृहिणी जीवन बिताउने। फेरि हामीले त हाम्रो कामहरू बाँड्या हो नि। म तिमीभन्दा बेटर